सबैलाई अभिवादन छ। कायल मैकडोनल्ड भन्ने व्यक्तिले चाहिँ आफूसँग भएको रेड पेपर क्लिपलाई सुरुमा पेनसँग साटे र त्यो पेनलाई पनि अर्को वस्तुसँग साटे। यसरी साट्ने क्रममा 14औं चोटिमा चाहिँ एउटा घर बनाएका थिए क्या। यो प्रसङ्ग चाहिँ सन् 2005 को हो, जहाँ चाहिँ कायल मैकडोनल्डले चाहिँ 12 महिना लगाएको थियो काम गर्नको लागि। ठ्याक्कै यो प्रसङ्गले चाहिँ मलाई मानव सभ्यता विकास क्रमको नि प्रारम्भिक बिन्दुमा लगेर चाहिँ अड्याइदिन्छ अथवा त्यहाँको त्यो चिजको अनुभूति गराउँछ क्या। त्यतिखेर के थियो भन्दाखेरि पैसाको प्रादुर्भाव भएको थिएन, पैसाको प्रचलन थिएन। त्यतिखेर बाटर सिस्टम थियो, वस्तुसँग वस्तु साटासाट गर्ने प्रचलन थियो। आफ्नो आवश्यकता परिपूर्ति गर्नका लागि आफूसँग भएको वस्तु अरूसँग भएको वस्तुसँग साट्ने प्रचलन थियो र यो प्रचलनमा सजिलो थिएन, डिफिकल्टिजहरू थिए, कमी कमजोरीहरू थिए। यो प्रचलन अवलम्बन गर्दै गर्दाखेरि सुरुमा त आवश्यकताको दोहोरो संयोग हुनु पर्थ्यो यो प्रचलनमा। जस्तै मसँग भएको वस्तु म जोसँग साट्दैछु नि, जो व्यक्तिसँग साट्दैछु नि, त्यो व्यक्तिलाई आवश्यक परेको हुनु पर्थ्यो। त्यति मात्र होइन नि, मलाई पनि उसँग भएको वस्तुको आवश्यक परेको हुनु पर्थ्यो। यसरी आवश्यकताको दोहोरो संयोग भयो भने मात्र त्यहाँनिर के हुन्थ्यो भन्दाखेरि वस्तु विनिमय सम्भव हुन्थ्यो। त्यस्तै गरेर वस्तुको सञ्चय गर्नको लागि त्यहाँनिर समस्या थियो हैन। मैले मसँग भएको सम्पत्ति अथवा वस्तुहरू सञ्चय गरिरहँदाखेरि त्यहाँनिर समस्या थियो। किन भन्दाखेरि त्यो वस्तु टुटेर फुटेर डिप्रिसिएट भएर भनौँ न हराएर हैन, त्यस पछाडि चाहिँ ड्यामेज भएर हैन मरेर जाने सम्भावना रहन्थे। त्यस्तै गरेर विभाज्यताको समस्या थियो नि त, टुक्राउँदाखेरि त्यहाँनिर समस्या देखा पर्न सक्थ्यो। जस्तै मसँग एउटा अलिकति मूल्यवान वस्तु छ, मानौँ लेजरको ज्याकेट छ र मलाई आवश्यक परेको छ जम्मा यति दाल, भनौँ न 1 केजी जति दाल आवश्यक परेको छ भनेदेखि यहाँनिर कस्तो छ भने लेजरको ज्याकेट अलिकति मूल्यवान भयो नि त। यसलाई चाहिँ अब टुक्र्याउँदै गर्दाखेरि समस्या हुन्थ्यो नि त। पैसा भएको भए त खुजुरा बनाउँदा हुन्थ्यो, त्यतिखेर त पैसा छैन हैन। त्यसलाई टुक्र्याउँदाखेरि आफूसँग भएको सम्पत्ति जुन लेजरको ज्याकेट छ टुक्र्याउँदाखेरि उपयोगिता नै नष्ट भएर जाने अवस्था थियो त्यतिखेर। जस्तै मैले अलिकति मात्रै दिन्छु, यो त यति मूल्यवान छ, म त अलिकति मात्रै दिन्छु यो ज्याकेट भनेर अलिकति काटेर मैले दिँदै गर्दाखेरि न अर्को मान्छेलाई त्यो ज्याकेटको टुक्राले उपयोगिता सिर्जना गर्यो, न बाँकी रहेको पार्टले चाहिँ अथवा टुक्राले चाहिँ मलाई आवश्यकता अथवा उपयोगिता सिर्जना गर्यो। त्यो समस्या थियो। अनि ट्रान्सफर गर्नेमा धन अथवा आफूसँग भएको वस्तु चाहिँ एक ठाउँबाट अर्को ठाउँ ट्रान्सफर गर्दै गर्दाखेरि त्यहाँनिर समस्या थियो नि त। जस्तै म झापादेखि काठमाडौँ बसाइ सरेर जाँदैछु भने हैन, मैले घर कसरी लिएर जानु काठमाडौँ? अहिलेको जस्तो मुद्रा भएको भए त बेचेर गएर घरमा अर्को घर के अरे अर्को यहाँ भएको घर बेचेर गएर काठमाडौँमा चाहिँ पैसा लिएर काठमाडौँमा अर्को घर किन्दा हुन्थ्यो। त्यतिखेर त्यो समस्या, यी अनगिन्ती समस्याहरू थिए। यो बाटो सिस्टममा वस्तु विनिमय प्रणालीमा समस्याहरू थिए। तर मान्छेलाई त्यत्तिकै सर्वश्रेष्ठ प्राणी भनेको होइन। जब मान्छेलाई डिफिकल्टिजहरू अथवा अप्ठ्याराहरू चुनौतीहरू देखा पर्छ नि हैन, मान्छेको जीवनयापन गर्ने क्रममा त्यतिखेर मान्छेले इनोभेसन गर्छै गर्छ। आफ्नो क्रिएटिभिटी थ्रु इनोभेसन गर्छै गर्छ। आफ्नो सृजनशीलताबाट नवप्रवर्तन गर्छै गर्छ हैन। यो चाहिँ हाम्रो चाहिँ इतिहास देखिन्छ। ठ्याक्कै त्यो मुद्रामा पनि त्यो लागू हुन्छ। जब त्यो डिफिकल्टिजहरू चाहिँ बाटो सिस्टम वस्तु विनिमय प्रणालीमा देखा परे तब चाहिँ मान्छेले मुद्राको भनौँ न जन्म गराए। चाहिँ मुद्राको त्यतिखेर प्रादुर्भाव भयो। त्यस पछाडि चाहिँ अनि मुद्राको प्रादुर्भाव चाहिँ को सुरुवाती क्षणमा अथवा कालमा चाहिँ मुद्रा चाहिँ एउटा वस्तु मुद्राको रूपमा प्रचलित थियो। त्यतिखेर जनावरको छाला, हड्डी, दाँतहरू एकदमै युज गरिन्थ्यो
त्यही नै मुद्राको रूपमा रहन्थ्यो। अनि त्यस पछाडिको ताका भनेको चाहिँ त्यसलाई चाहिँ धातु मुद्राले रिप्लेस गरेर लगो धातु मुद्राको रूपमा चाहिँ जस्तै तामा पित्तल होइन सुन चाँदीको रूपमा चाहिँ मुद्रा रहे होइन। त्यस पछाडि कागजी मुद्राको रूपमा चाहिँ कागजी मुद्राहरू चाहिँ अहिले पनि प्रचलन छ होइन, त्यो चाहिँ रह्यो। कागजी मुद्रा एकदमै अहिले धेरै प्रचलनमा छ नि, त्यस पछाडिको अवस्था रह्यो। अनि अहिलेको अवस्था चाहिँ फेरि डिजिटल करेन्सी डिजिटल मुद्रातिर सिफ्ट भएको छ होइन। यो सुरुवाती कालीन अवस्था रहेको छ, प्रारम्भिक बिन्दु रहेको छ डिजिटल करेन्सीको। र फ्युचर्समा यसको प्रयोग एकदमै बढ्दै गइरहेको छ अहिले पनि। र तपाईँहरूलाई के लाग्छ यो मुद्राको जुन प्रादुर्भावकालीन अवस्थादेखि अहिलेसम्मको अवस्था हेर्दाखेरि अहिले भएको पत्र मुद्रालाई अहिले भर्खरै प्रचलनमा आउँदै गरेको डिजिटल करेन्सी डिजिटल मुद्राले चाहिँ पूर्ण रूपमा रिप्लेस गर्ला होइन? यो तपाईँलाई के लाग्छ? आफ्नो राय यो भिडियोको कमेन्ट बक्समा प्रकट गर्न सक्नुहुनेछ। यति भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।